गाइज म तपाईँहरूलाई एउटा कुरा सेयर गर्छु र दिदी र बहिनीको माया कस्तो हुँदो रहेछ भनेर। अस्ति मेरो इक्जाम थियो है, अनि म पढिरहेको थिएँ अनि दिदीको ठ्याक्कै त्यति बेला कल आयो। अनि दिदीलाई मैले भने दिदी म पढिरहेको छु, भोलि कुरा गर्छु भनेर। अनि ए ल ल ठिक छ, राम्रोसँग पढ, राम्रोसँग इक्जाम दे भनेर भन्नुभयो। अनि मैले कल राखिदिएँ। त्यसपछि मेरो इक्जाम भयो, राम्रै भयो इक्जाम। अनि रिजल्ट आयो, हिजो रिजल्ट आयो होइन। अनि दिदीलाई कल गरेर भने दिदी म पास भएँ भनेर। अनि दिदीले के भन्नुभयो, मैले छठी मातासँग प्रार्थना गरेँ कि मेरो बहिनी पास होस् भनेर। छठी मातासँग आशीर्वाद मागेँ कि मेरो बहिनीलाई आशीर्वाद दिनुहोस्, राम्रो इक्जाम हुन्छ भनेर। यस्तो हुँदो रहेछ दिदीको माया। त्यही भएर भन्छ दिदी भनेको मम्मीको दोस्रो रूप हो। धेरै धेरै माया, धेरै धेरै सम्झना मेरी प्यारी दिदी।